यो हाम्रो घर नजिकको कञ्चन पुल यहाँ पर छ हेर्नु साथीहरु। यो खोला अनि यहाँ ढिकमा घिरमलाको झालहुरी छन् हेर्नु साथीहरु। अबै हेर्नु होला यहाँ हाम्रो घर फेरि एकजना काम गर्ने मान्छे नि छ के, गाई भैँसी धेरै छ राखेछौं के। एकजना पहाडदेखि आउनु भएको थियो, तेरो घाँस काट्नु भयो। अहिले दसैँ बिदामा घर जानु भएन, यतै बस्नु भयो हाम्रोतिरै। जान पाएन भनेर रिसानु भएको थियो। नरिसानु, तिहारतिर जानु होला भनेको, त्यही भएर खुसी भएर घाँस काट्नु भयो। हेर्नु साथी हो, हजुरहरूले त के गर्दै हुनुहुन्छ? यता चाहिँ हामीले घाँस कटाछौं है। म चाहिँ गाई दुने बेला भयो, हेर्नुस् म घरतिर जानलाई घाँस काट्ने मान्छे काट्नु भयो। घाँस काट्नु भयो कि नाइ गतिलो भनेर हेर्न आएको। अब घाँस चाहिँ नठइकन चाहिँ काट्नु भयो के। अब म चाहिँ घर गएँ। अलि राम्रोसित घाँस काट्नुस् है, फेरि अलि साँझ भात खान नपाइला। म त गएँ घरतिर अब खेत हेर्दै। धान अब यही म घरतिर लागेँ।